पर्छ। ए धेरै हँसाउनु हुन्न रे। धन्यवाद हाम्रो उद्घोषिकाज्यूलाई। सेवा यहाँहरू सम्पूर्णमा एलएस सम्बत 5085 को तपाईहरु दुईजना के भूगोलमा हुन्छ जिम्मेवारी हैन तिनटै ठेल्ने राख्दा राम्रो हुन्छ कि कुन अलिकति राम्रो हो छैन। लौ आफैले बजाइ पठायो। आमा कहाँ थिची पठायो? आफैले बजायो त। होइन खुट्टा नि हेर न कसरी राखेको त। हेर्नु न खुट्टा आफैले राखेको खुट्टा त्यहाँ हेर्नु त। के हेर्नु के अचम्म छ हौ। वाकर ट्राई गर्नुहोस् त। ल सानीको वाकर आज लुगा के भेट्छ रहेछ खुट्टा त तल। आहा सानो कस्तो यस्तो गरिरहेछ है। खुट्टा पुरै खुट्टा लड्छ बङ्गाइरहेछ। हेर यहाँ थिच्छ है क्या। यो थिच्नुहोस् त। खै टोपु अब देखाइदिन्छु। उठाइदियो नि दुःख मलाई कि सानो। उसले यो पनि पक्रिन खोज्दैछ। अनि ल यो बढाउनु त मिल्छ नि? हजुर थोरै मात्रै कति मिल्छ एकचोटि हेरौँ त। नभएदेखि त कहाँ ठुलो भइहाल्छ। अनि यो त यति नै हो। त्यो अलिक कमजोरी हो। हजुर ए हजुर होइन यो पनि ठिकै रहेछ। यसको चाहिँ कति हो? यसको चाहिँ किनभने भयो भयो छोराको चाहिँ आज वाकर किन्ने। ए खुट्टा खुट्टाबाट दोब्रे हो बिस्तारै। खुट्टा ए उचाल न सर्छु तिमी बाबुलाई। ल त्यो बजाइदिनु त एउटा। यो के अरे यो त उ पनि हुन्छ हौ दिदी। उ त चाहिँ ठिक थियो। त्यो त भेट्छ। त्यो भेटेको त राम्रो त नि। यही लिउँ न त। यता हेर्नु सानो। त्यस्तो हो त्यो चाहिँ त्योमा चाहिँ नानी अलिक भित्र पस्यो नि त
लड्ने सम्भावना भएन। यो चाहिँ अलिकति माथि छ, नानी यताउता लड्नु सक्छ नि त, त्यो चाहिँ भित्र सिकान आएछ उसको सिकान पुछिदेऊ त त्यो त मलाई यो राम्रो लाग्यो यो भन्दा त उयो त भाइ नि उभिएर पनि पुग्नुकै लड्छ जस्तो लाग्छ हो साँच्चै ल अब ल ल ल एकचोटि ट्राई गर त्यही लैजाऊ कति % डिस्काउन्ट छ बहिनी यो राम्रो छ यो हैन त्यो चाहिँ राम्रो छ ए उसले त भाँच्छ रहेछ यो त के त्यो पनि भाँच्नु त भाँच्छ नि त्यही पनि लु जाऊ काका हेर्नु नि त्यही लैजाउँ न त यो पनि वाकर के हो यो चाहिँ अलिक साइकल टाइपमा हो यिनीहरू अहिले अलिक बाबु खेल्ने बेला भएको छ नि यसमा त ल ए यो चाहिँ ठिक हुन्छ त बुढाएर ल्याऊ त यो चाहिँ ठिक होला जस्तो छ ए ल ठिक छ ओहो एकछिन बिस्तारै वेट गर त त्यहाँ मलाई ल यो चाहिँ ठिक हुने रहेछ ल तर हिँड्नु न कुदाउनुको लागि त फेरि कसरी भयो त फेरि जुन सजिलो त्यही लिउँ भन्दैछु होइन तिमी म त यही सजिलो लागिरहेछ कि तर होइन यो पनि ठिक छ अब अलिक टोपी लगाइदेऊ है यही लाने भयो बहिनी यो चाहिँ यसरी फोल्ड गर्दा हुन्छ ल राख्दाखेरि चाहिँ यहाँ साइडमा थिचेर यसलाई यसरी थिच्दिनु दुईपट्टि यसरी यसरी राख्दा चाहिँ ए हजुर यसरी उठाउनु यसलाई फेरि यता तान्दिनु यस्तो गरेर हुन्छ अझ राखेरै लानु पर्ला है ए हुन्छ हस् तपाईँले नानीले खुट्टा भेटेको छैन भने यसलाई यहाँ खिचेर कुकुरो लिएर हिँडियो हामी पङ्खा मारिदिने कि हेर्नु ल देख्यौ आनाले बोकेर हिँड्नु भयो हेरिराखेको छ उसलाई धेरै मन परेछ हेर्नु त तपाईँले बोकेर लगेको उसले बल पनि रहेछ नि सानो यहाँ त ल्याएला यहाँ बेग्लै संसार छ सानो मायाको ह्याप्पी ह्याप्पी छ मेरो सानो माया बहिनी यो आउनु त यता नानी यो के हो यो तिम्रै हो के मान्छे त छैन त सानी सानै यो सानी उता हेर लगिदिनु न होला नि छँदै अर्को पनि भेट्यो त अब त पाउँछ होला है ल हात काटिन्छ छोडेको छैन समाचार त नानीलाई पैसा दिन्छु यो साथीहरू छोराको चाहिँ के हो यो सपिङ गरेर यस्तो छ भाइ आमाले बोकाइ छ हामी पनि यता बोकाइ छ है उता ऊ हेर्दैछ उसको चाहिँ लगिसक्यो सामान भनेर नाच नाच के मा
गल यसरी टिप्न जान्नुपर्छ भने टिप्न पनि जानी हालेको छ छोरोलाई ए अनि यो यहाँनिर ओछ्यान खेल्दै गरेको ओछ्यान छोडेर हजुर कहाँ जानुभएको ओहो चकचके केटो बिमा कहाँ हो बिमा भाइ गएर बिमा भन्नु आफै हराल किन्नु रे के कस्तो खालको पापा खै पापा खै पापा केमा जानुभयो देखाउनुहोस् त पापा कहाँ जानुभयो बुम बुममा बुम बुम लु बुम बुम खै बाबा त बुम बुममा देखाउनुहोस् त पापा कहाँ जानुभयो ए पापा त्यसमा जानुभयो पापा कहाँ जानुभयो देखाउनुहोस् त छोरो एकचोटि देखाउनु न म पापालाई भिडियो पठाउँछु ल कहाँ जानुभयो पापा पख त है पखले छोरो पापा कहाँ जानुभयो खै पापा कहाँ जानुभयो यो पिङ जस्तो सरे बनाउनु पर्दैन नि त यो त यो उहाँ कुखुरा लगाउने बेलामा यही बान्दा पनि हुन्छ कि बाँधेर लगाइदिउँ न कहाँबाट सुत्नु तपाईँलाई पर्खिराखेको छ भाइले के सम्झिरहेको के बाई 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 भन्दा बाई ल बाई गर्ने मान्छे त मम्मी गर्ने भन्दा गर्दैछ ल बाई बाई ल यता हेर ल यता हेरे ल बाई ल बाई खै त बाई बाई हस् थ्याङ्क यू आया छोरा आया छोरा फेरि गर्नु
कहिले सिक्दिएको त्यति हेलो छोरा यही हो अब तिमी खेल्ने अब सबै त्यो गलैँचा पनि कुना काप्चातिर छैन ल बाक्लो लुगा लगाइदियो अनि यसरी राख्दै साथीहरू तपाईँहरू को यसो गर्नुहुन्छ भन्नु है के ओछ्याइदिने हो थाहै पो छैन म त उसलाई यही खुसी लाग्छ लड्यो भने चाहिँ टाउको डुङ हुने होला हजुर ला के हो सानो छ्याम्मा 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 छ्याम 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 छ्याम्मा नानी छ्याम्मा सानो बुम खै बुम बुम खै बुम बुम खै बुम बुम खै आप्पा आप्पाको भुबुम खै आप्पा 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 छ्याम्मा नानी छ्याम्मा बुम बुम खै छोरी बुम बुम खै बुम बुम खै केटाकेटीहरूको खेलाइ है अजिब पो हुन्छ क्या मैले त्यस्तो बाहिरको धेरै खेलाउनेहरू केही ल्याइदिएको छैन म चाहिँ यस्तैहरू यो पर्फ्युमको हो तर मजाले धोएर यसलाई हालेर डिटोलमा चाहिँ वास गरेर दिएको यो चाहिँ पर्फ्युमको अनि त्यस्तो सेनिटाइजरको बट्टाहरू यस्तोहरू खेल्दा रुचाउँछ अनि कलरको बट्टाहरू सानो सानो मसिनो बट्टाहरू राखिदिन्छु तपाईँहरू चाहिँ कसरी राख्नुहुन्छ बच्चाहरूलाई अब बजारको धेरै खेलाउनु ल्याइदिएर के गर्ने अहिले खेलाएपछि भरे खेलाउँदैन अनि त्यो बलहरू चाहिँ मैले ल्याइदिएको छु अलिअलि अरू बाँकी त्यस्तोहरू चाहिँ केही ल्याइदिएको छैन आउनु 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 बाई बाई एकचोटि भनेको कुरा बिर्सिँदैन कि बच्चाहरूको चाहिँ माइन्ड है यस्तो खतरा हुन्छ अब भुम 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 आप्पाको भुम भुम खै आप्पाको भुम भुम यस्तो हो ए हा खै हा गर्ने अब यहाँ हा नरिसाउनु त्यसरी एउटा मात्रै जुत्ता छ त फेरि अर्को जुत्ता खोइ आया मम हँसाइ हो नरिसाऊ है त्यसरी रिसाउनु हुन्न नि फेरि छोरा अबे सुगर हो ए सुगर रहेछ नि त त्यही भएर रिसाएको ल ल ल मेरो बाबु चाहिँ अस्ति म यहाँनिर सुतिराख्दाखेरि बेडबाट लड्यो है अनि त्यसपछि मलाई चाहिँ थाहा थिएन अब कसरी लड्यो होइन म निदाइ गएछु अनि त्यसपछिबाट अनि चोट कहाँ लाग्यो भन्ने भयो अनि त्यसपछि चोट चाहिँ अरू ठाउँमा कहाँ लाग्यो भने चाहिँ यहाँ लागेको रहेछ कि अलिकति यो अगाडिपट्टि थोरै छ त्यस्तो त छैन यो माथि अलिअलि माथि हो यहाँ लागेको रहेछ है अनि कपाल काट्दा देखियो अनि अहिले चाहिँ मेरो बाबु चाहिँ यो बेडबाट चाहिँ उता गए पनि त्यो लडेको उसलाई याद आउँदो रहेछ कि अनि त्यही भएर ऊ चाहिँ बाहिर जाँदैन अहिले हेर्ने साथीहरू जाँदैछ खुट्टा चाहिँ पक्रिरहेको छु किनभने लडिहाल्छ नि त बा केटाकेटी थाहा हुँदैन नि त तर हेर्नु ल अब यसो गर्छ उसले मैले खुट्टा पक्रेको छैन यहाँ नै यसो गरेछ ल अब हेर्नु है ऊ जाँदैन कि ऊ त्यहाँभन्दा उता जाँदैन ल हेर्नु फर्किँदैछ ल हेर्नु है ए फर्किँदैछ त्यहाँदेखिलाई लडेको सम्झना आउँदो रहेछ कि डर पसेको त छैन किनभनेदेखि भर्खर मेरो बाबु 9 महिनाको त छ तर पनि उसले त्यहाँबाट लडेको याद आएछ अनि ए के भयो सानो के भनेको हामी भनेको डलाउने मान्छे हो अब म फर्केर आयो है ऊ चाहिँ अहिले यस्तो छ त्यही पनि अब डर त लाग्छ लड्छ भन्ने तर ऊ त्यति डिलमा गएर चाहिँ अब पहिलेको चाहिँ सुई गएर अगाडि चाहिँ बढिहाल्दैन कि हेर्छ त्यसपछि फर्किन्छ हेलो
अचम्मै छ अहिलेसम्म थाहा छैन भोस्रीलाई बडा बिहान उठ्नु छ उठ्न पर्छ त पीडा छ उसलाई आफ्नै छ ताल कोही कोहीको मेरो सानो कुन्चुरे के छ nu यो के टाँसी छ अब आफ्नै पारा छ उसको अब यो केही छ पुरो गर्नु दिनुपर्छ बेला बेलामा धोएर सफा गर्ने डिटेलले लास्टमा गर्ने अनि उसलाई दिनुपर्छ टुक्रो सबै खुट्टा राखा यस्तो छ केटाकेटीको चकचक सानो त्यो दाँत भाँचिन्छ है एउटा दाँत छ त्यही पनि फेरि अहिले अड्केर खोलेर उसको आफ्नै तरिका हुन्छ कोही त्यो त्यहाँ पुर्याएर आएछ बाई सानो बाई 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 ए बाई बाई हो Apa? Apa? सुर चिनेर मात्रै मुख पाइले हुन्छ त बोल्दैछ हौ बोल्नु न सानो बाछुरी नपिट न ब्याड ल्याइदेऊ त बाबा सानो बाछुरी नपिट न